सबैजनालाई वेलकम टु माई न्यू च्यानल। अनि आज चाहिँ यो मेरो फर्स्ट भ्लग हो। अनि हामी चाहिँ मोमो च्यालेन्ज गर्न जाँदैछौँ। मोमो च्यालेन्ज गर्ने चाहिँ हामी 3 जना हो। दिदी हुनुहुन्छ, मोमो पाक्दैछ। नमस्कार, मेरो नाम चाहिँ अनिसा, म चाहिँ उहाँको दिदी। मैले मेरो नाम भने बिर्सेँ त। भन यस्तै भ्लगर, पुरो भ्लगर। अनि म चाहिँ सम्झना काउचा मगर। अनि आज चाहिँ हामी मोमो च्यालेन्ज गर्दैछौँ। उहाँ चाहिँ दिदी। अनि दिदी पनि उता टोइलेटमा जानुभयो। मोमो चाहिँ हेरौँ है हाम्रो नानीको चाहिँ खिम्ची मोमो वाउ, खिम्ची मोमो रेडी भइरहेको। अनि यतातिर फेरि दिदी त्यो चाहिँ सबै मिक्स पोर्क मोमो हो। यो चाहिँ मिक्स मोमो ल। अनि यहाँ चाहिँ दिदीको मोमो बन्दैछ, फेरि रेडी हुँदैछ है। खासमा हाम्रो चाहिँ अचार पनि भइसकेको छ। अब चाहिँ हामी पनिसमेन्ट पनि भइसकेको छ है। जसले हारे त्यसले दुईटा खुर्सानी खायो। पनिसमेन्ट चाहिँ यही हो। कसले खायो र दिदी? जसले पनि खान पाएँ। कन्फिडेन्स अरे म हार्दैन भनेर त्यस्तो नभन। खासमा म चाहिँ के भन्न आएको भन्दा नि साथीहरू, मैले यहाँ मोबाइल चलाउन जानेको। मैले उल्टी चलाएर कहिले टाउको माथि कहिले टाउको तल हुन्छ। हाम्रो चाहिँ सबै रेडी भइसकेको छ। अचार, खुर्सानी, यो चाहिँ पनिसमेन्ट हो। अन्सा दिदीको मोमो, हाम्रो मोमो चाहिँ रेडी हुँदैछ। लास्टसम्म हेरेर सबैजनाले कृपया सब्सक्राइब गरिदिनु होला। टम्पू पनि ल, कोका कोला पनि आयो है। किप वाचिङ गाइज, बाई बाई भन्न न। अब चाहिँ हाम्रो मोमो रेडी भयो। अब यो चाहिँ पोर्क मोमो हो। 15-15वटा हो नि, 2, 4, 6, 8, 10, 12, 14, 15। यो चाहिँ खिम्ची मोमो हो, किनभने उहाँले बङ्गुर खानुहुन्न, छुनुहुन्न, उहाँले खानुहुन्न होइन, छुँदै छुनुहुन्न। अनि यतातिर नि 15 हो। जुनले ढिलो सकायो उसले पनिसमेन्ट। यो पनिसमेन्ट म पनि हुनसक्छ त्यो। खै पनिसमेन्ट चाहिँ दुईटा खुर्सानी। यता चाहिँ रेडी भइसक्यो ल, रेडी। अब चाहिँ हाम्रो के हो, च्यालेन्ज स्टार्ट हुन्छ होइन त? बिसा भन पनि रहेछ, यता त हेर्नुहुन्छ नि थम्बनेलको लागि एउटा हाम्रो थम्बनेलको लागि यस्तो गरेर बज्नु दिन ए हो। अब म त बिना जाऊ मेरो ल। हाम्रो चाहिँ अब मोमो च्यालेन्ज यसोबाट स्टार्ट गर्छु। म त तातैबाट स्टार्ट गर्छु। सेलाइसक्यो ल। स्टार्ट गर्ने स्टार्ट चाहिँ रेडी 1 2 3 भनौँ न। रेडी 1 2 3 गो। भएन भएन ल म त्यस्तो हतार नि गर्दिनँ। यो अचार पनि मेरो भन्नु। मैले बनाएको अचार है गाइस। म कहिले काहीँ दुःख गरिदिन्छु कि। म फर्स्ट भइदिन्थेँ, तर फर्स्टलाई ट्राई छैन र मात्रै म लाग्छु नै सक्छु नि। त्यो खुर्सानी लास्टलाई ट्राई चाहिँ त्यही भएर म हेर्दै चाहिँ पर्दैन। तातो भयो, तातो हुँदो रहेछ। मैले त सानो पनि हो क्या हो।
हाम्रो साउन्डभन्दा मेसिनको साउन्ड बढी आयो होला त्यो कपडा धुँदैछु मै अन्त अगाडि चाहिँ नि फेरि अनि वेलकम गाइज भनेर फेरि बाई बाई गाइज मात्रै होला नि फेरि नसक्नु भयो नि डुबाउँदै पऱ्यो कोक पनि सकाउनु एक ग्लास चाहिँ सकाउँछ मेरो न ताप छ कि चिसो गरेको कोरियामा हुनु जाँदा नि यो मोमो चाहिँ खानु पर्छ इमार्टमा स्नेमार्टमा जाऊ न हुन्छ त नि मार्टमा हामी चाहिँ अल्छी अल्छी बनाउने दुःख गर्न सक्दैनौँ त्यही भएर किनेर टिस्यु पेपर चाहिँ ल्याउनु पनि छ तल राखेँ म छेक्केँ हुन्छ बोल्नु न नानीको च्यालेन्जमा नानीलाई हराउनु च्यानलमा नानीलाई हराउनुपर्छ कि ठुलो भयो पेट हजुरहरूलाई खाएको साउन्ड सुनाउनु हुन्थ्यो मान्छे छैन हामीसँग चपाएको मेसिनको चाहिँ सुन्ने होला मैं तो अचार सक्यो अगाए म त 10 वटै म लगाएको अगाउनु त मेरो 6 वटा छ यहाँ बाँकी त्यसले जबरजस्ती खाएको भयो अचारसँग खानु पर्यो यता डुबाएर दिदी उनीहरू प्राइस छैन के भन्नु प्राइस के दिने ग्यास त्यहाँ छिटो 100 कति रे 1K पुऱ्याइदिनु त्यसपछि चाहिँ बल्ल आफ्नो प्राइस दिने बल्ल प्राइस दिन्छ भने मेरो छोराछोरी ल्याउन पऱ्यो विनर चिकन डिनर वाह भन्न नजाने
मेरो अचार पनि सकेको यिनीहरूको अचार सकिला जस्तो छैन मान्छेहरू सबैले एउटा बल्ल तल खाने थियो ए भएकै छैन अब यिनीहरूको चाहिँ ल ल ल टक्कर कम्पिटिसन चल्दैछ टक्कर दुईजनामा एउटाको अब 2 पिस एउटाजनाको 1 पिस पछि नआयो अब पछाडि ब्याकग्राउन्डमा नजानु होला त्यो कपडा हात पुस्नेमा नि नजानु होला किनभने मैले हिजो नि धुन बिर्सेँ आज नि धुन बिर्सेँ ऊ त्यो धुन्छु भन्दा अर्को फेर्दा पनि हुन्थ्यो फेर्न नि भ्याएको छैन थाक्यो अरे कोही कोही खाँदा खाँदा यता हार्न तयार हो हार्न साथ खोज्छु खोज्छु दुईवटा आज थाइल्यान्डको खोज्छु हो मेउन खोज्छु मैले सोचेको थिइनँ म विनर हुन्छु भनेर किनभने यो मान्छेले यस्तो छिटो खान्छ कि होइन अन्त आज के गरेर ढिलो खायो त अनि आज नाटकबाट ढिलो आएर म आज विनर हुन पहिलो दिने भनेर र नत्र यो मान्छेले यस्तो छिटो खान्छ नि चपाउँदैन चपाउँदैन अब तिमीले पछि पछिबाट मलाई दियो भने मैले सकाइदिन्थेँ जानिनौ एउटाले हार्नु भयो उहाँ महाशय यता कुर्दैछ यसले यसले कुरिरहेछ अनिसा नि भन्दैछ अब एकछिन रेस्ट पछि खाने होला नि त्यो त अब यस्तरी त्यो उस हुन्छ नि के त्यो साउन्ड हालेर कि टिङ 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 दही खान्छु भनेको होइन र चिसोमा होइन चिसोमा को पिरोमा कोका युज हुन्छ ल हामी दुईजना जित्न सफल भएका छौँ होइन अनि यता चाहिँ हार्न सफल हुनु भएकोमा ताली 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 हार्नु भएकोमा होइन अब चाहिँ के अरे ल अब यता दही लिन जाने नुनसुन केही पाइन्न खुर्सानी मात्रै हो म यति कडा हुन सक्छु है गाइस होइन यता पिरो हुन्छ भनेर उता दही पनि दिँदैछ आफ्नो पैसाको हेर उसले हो प्राइज जति हार्नेले दहीको पनि खुर्सानीको पनि उसले पायो तँ खा एउटा मोमो खाएर खाँदा नि हुन्छ लास्टमा खाने हो क्या ल ल ल ल गाइस अझै अचारसँग अझै पिरो अचारसँग खुर्सानी जनता हेर्न चाहन्छन् छिटो गर्नु होला अनिसाजी यता चाहिँ उयो हराउन पाएर खुसी छ ल फोकस गाइज फोकस यतिको झापाली भएर यति कडा चाहिँ हुनु पर्यो है पिरो छैन त्यही भएर चपाउने त्यही त हेर्नु पर्यो नि होइन आफूले झार्न परेन भनेर होला फर्स्ट सेकेन्डलाई राख्नुपर्छ अर्को जतिमा चाहिँ ल गाइस यतिको चाहिँ हुनु पर्यो नि त रातो रातो भएन रातो चाहिँ पनि म निलो निलो देख्दैछु भनिदिएको मात्रै रातै हुँदैछ यता हेर रातो न रातो भयो जिन्दगी मैले पहिलोचोटि रातो भएको देखेको यो मान्छेले अब हार्छौ त अर्कोचोटिबाट अर्कोचोटिबाट जित्छु नै अब यता फेरि छिट्टै खुसी छ यता छिट्टै खुसी छ दुःख होइन रोको छु
चाहिँ खुसी छु है गाइज म जहिले खुसी हुन्छु म हारेको भए नि खुसी हुन्थेँ भन्न म सक्दिनँ मेरो नि यस्तै हालत हुन्थ्यो म जत्तिकै पिरो खान सक्ने मान्छे हो यो मान्छे त मेरो नि यस्तै हालत हुन्थ्यो नानी हारेको भए चाहिँ नानीलाई अलिक गाह्रो हुन्थ्यो हामीले जति पिरो खान सक्दैन होइन यस्तो है आफ्नो च्यानलमा च्यालेन्ज गराएपछि यतिको त गर्नु पर्यो नि यस्तो छ है हालत म चाहिँ मेरो भ्लगमा पनि मै हो क्यामेराम्यान अरूको भ्लगमा नि मै हो क्यामेराम्यान यस्तो छ यो दुईटा मेरो भ्लगमा नि यही दुईटा हिरोइन हो यिनीहरूकै भ्लगमा पनि यही दुईटा हिरोइन हो बस यताको हालत टाइट छ र मात्रै हो हेलो कस्तो लाग्यो नि अहिलेको च्यालेन्ज एकदम नराम्रो कस्तो छ हजुरको अवस्था अहिले अब यो भिडियो मिलियनमा जानु पर्यो क्या दिदी दिदी फेरि भन्नु न यहाँ 0 सब्सक्राइबर छ भन्नु न 0 सब्सक्राइबर छ भ्यू चाहिँ 1 मिलियन जानु पर्यो नि है योगदान हारेको आफ्नो एक्सपिरियन्स त सुनाउनु पर्यो नि ल ल भन्नु त म हारेमा खाने च्यालेन्जमा म जित्न सक्दिनँ भन्ने थाहा हुँदै मलाई जबरजस्ती राखेर एउटा खोर्सानी खाएर मलाई रुवायो अनि अरू पछाडि त मोमो त मिठो थियो होइन मोमो त एकदम मिठो थियो खान मजा आयो तर के गर्नु छिटो खान सकिनँ त्यो त्यही हो मलाई थाहा थियो अगाडि नै त्यही खोर्सानी खाँदा थियो अलि पिरो भयो आयो आँसु पनि आयो ल अब हाम्रो चाहिँ सबैले लास्टसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद के भन्ने दिदी गरिदिनु होला रे के गरिदिनु भएको ए गर्नु होला अब लाइक शेयर सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु लाइक होला शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला मलाई थाहा न यार कमेन्ट गरिदिनु होला यसै हेप्छन् गाइज उहाँ जानु भयो दिदी लुगा निकाल्न काम त गर्नु पर्यो गाइज खानु पर्यो काम पनि गर्नु ल भनिदिनु पर्यो गाइज सबैजनाले हाम्रो सम्झना काउचा भ्लगलाई सब्स्क्राइब गरिदिनु होला बाइ बाइ गाइज फेरि अर्को भिडियोमा भेटौँला ओके ओके के भन्नु त अब ओके दिदी फेरि भेटौँला ल भेटौँला ल बाइ ल धन्यवाद सबैजनालाई बाइ धन्यवाद